यो जितलाई हामीले नेपालीको खुसी भनेर नेपालीको जित भनेर बुझ्नुपर्छ किनभने अहिलेसम्मको अस्थिर सरकार चलिरहेको थियो अब अहिलेसम्मको हालको चुनावी आकलन हेर्दाखेरि 2/3 सरकार बन्ने देखिन्छ यो हिसाबले 5 वर्षसम्म चाहिँ एउटा पार्टीले चलाउँदा देशलाई केही न केही हदसम्म राम्रो र पहिले भन्दा धेरै राम्रो बनाउनेछ भन्ने आशा छ। हालसम्मको स्थितिले हेर्दाखेरि कांग्रेस एमाले र माओवादीको हालत जस्तो छ अबको 5 वर्षमा यो सरकारले पनि गर्न सकेन भने यही स्थिति हुने आउँछ। त्यही भएर यो सरकारले पक्कै पनि राम्रो गर्नुपर्छ र जनता धेरै आशावादी छन् भन्ने कुरो पनि यहाँबाट स्पष्ट देखिसकेको छ। तपाईहरुले दिनुभएको यो माला यो प्रेम भएर बाँच्ने वातावरण हामी बनाउन चाहन्छौँ। हस्, नमस्कार, जय। Jelajahi cara baru mendapatkan informasi. Download Metro TV Extend sekarang.